माइली दिदीको तिर आज खाना खाने प्रोग्राम छ। आज फेरि हामी खाना खान्छौँ। अरे हाम्रो सबसे पतला वाला मामा लो ए पातलो दाइको पातलो बहिनी पातलो दाइको पातलो बहिनी हे भगवान त्यो पेट घटाए हुन्न र मासु थोरै खाए हुन्न र खानु मन लाउने के गर्ने त नि त पेट सानो हुने मान्छे त नबोली बस्ने बोले हुन्न र आधामा निदाउनु भयो थियो हाम्रो कुराले त उठ्नु भएछ हैन बडेवाला मम ल दुईटा दिदी र दुईटा छोरी चाहिँ खाना पस्काएर अब यहाँ कोही कुक कोही वेटर यो मासु पोर्क होइन र पोर्क होइन कि पोर्को होइन र यो पोर्को होइन र भन्ने मासु यो चाहिँ उँको मासु के उँको यता भात हाल्दैछ छोरीले साग त किन थोरै मात्रै भुटेछ मैले दिदीले दिदी दाल हाल्दै मसलाको अचार बिचार सानो मामा फर्स्ट बाइट खाएँ ल भन्नु न मामा हाम्रो पातले मामाको खानेकुरा पनि थोरै नै छ हो खाना पनि थोरै छ मामाको ल हाम्रो चाहिँ भात मेरो चाहिँ कस्तो खङ्गा थाली छ क्या मेरो चाहिँ त्यो मेरो भात हो दुईटा मामा औ मैले चाहियो भने मैले पाइहाल्छु आइफोन मलाई चाहिँ त्यति इन्ट्रेस्ट लाग्दैन त्यो आइफोन भन्ने जात चाहिँ मलाई त्यति इन्ट्रेस्ट लाग्दैन ल तर मलाई एडिटिङ गर्नलाई त्यही चाहियो जस्तो लागिरहेको छ अहिले हेलो अन्त यता ज्ञानी भएर बसेछ अरे हामीले चाहिँ मन पर्दैन हैन हैन मान्छे हामीले मन पर्दैन त्यो राजा खान्छ हैन ल भागे त हैन त्यही भएर हामी त खाना खाइसकेर नि बस्ने हो अब के गर्ने हो त अब सुत्ने आइना को हेर्दिन्छ त आइनामा हेर्ने अब त नुनु गर्ने जति बेला पनि आइना हेर्ने राम्रो छ क्या आइना हेर्नु पर्दैन ओके त्यही त खुन्डाको डन चाहिँ नाइके चाहिँ त्यता हो है त भोडे ब्याङ्क लुटेर आएको ऊ पैसा त त्यो पेटमा लुगा छ त्यही भएर त्यत्रो भन्छ पेट त ल हामी चाहिँ गयौँ अब ब्याङ्क लुटेर आउनु भएछ अरे उता मामाजीले अब भाग्नुपर्छ पुलिस आउँछ यहाँ त धेरै बस्यो भने होइन के हो मामा ल म चाहिँ खाएर भ्याइसकेँ मैले दिदी चाहिँ खाँदैछ होइन अब हामी चाहिँ जान लाग्यो अहिले चाहिँ रातिको 9 बजेको छ होइन मैले गरी नहेर ल हामी चाहिँ अब जान लाग्यो बाई बाई।